यस्तो डाँडाबाट होइन थोड़ा चस्मा माथि आए है हामी भिडियोमा पनि होइन आमा उत्तर खेलाउनु पर्छ हामीलाई जान डर लाग्यो आमा आमा छोडिदिनु अब छैन होला फर्सीलाई नि भनेको यहाँ फर्सी मनपर्छ भनेको यहाँ यस्तो भिडमा बिस्तारै नि सोधौँ के अरू घर छन् रोकौँ फर्सी त फल होइन राम्रो छ यस्तो दाम है ल्याउन एउटा किन पर्यो उ त्यहाँ रहेछ एउटा राम्रो कैलाले बेच्नु न कहिले हो उ त्यहाँ बेच्नु पर्यो उनी जाने कि उमा जाने हो तलतिर जाने हो अनि के पकाउन थाल्नुभयो त्यो भैँसीको यो अब दसैँको भैँसी दसैँको ल त ल नि हो मैले मागिसके बिहा सुसुरा सासूहरू सबै मरिसक्यो हामी बाँध्दैछ अहिलेसम्म हाम्रो पाला जान्छ फेरि अर्को छोरा नातिको पाला आउँछ होइन त्यो त भइहाल्छ ल है त मैले लागेको छ जग्गा बिरीमा छ अलि याद छैन तल्लोपट्टिको कसको नि तल्लोपट्टिको उतापट्टिको मेरो पर्छ बेच्नुहुन्न बेच्नुहुन्न अहिले अब ठेगान छैन ठेगान छैन मलाई ठेगान छैन अहिले बेच्ने पनि ठेगान छैन होइन ठेगान छैन किन बेच्नु 4.5 वर्ष 4.5 अङ्कल अभिषेक 4.5 भएर थियो रक्सी बाहुनको छोरा कहाँ रक्सी आउने भने ल कि आइला हो यहाँ अङ्कल अमेरिकाबाट आउनु भएको छ कि अङ्कलसँग जाऊँ भनेर यहाँ आएको अहिले फर्किने हो हामी यहाँ लिएर आउनु भएको छ कि एउटा लिएर आउनु भएको छ यहाँ पुरै के भन्ने 22 इयर्स होला लिएर आउनु भएको यहाँ यहाँको सबैभन्दा त्यहाँ गरौँ न एउटा म भन्छु भन भन होइन त्यो भन्नु मिल्दैन त्यो गर्नु काट्नु उपरदन गरे यस्तो गरी बनाएर चाहिँ नि वरिपरि गोलीको ठाने ठाउँ म हेर्छु खल्टी बनाएका ए ल ल म 11 बजे आउँछु माथिबाट तल यस्तो उपरदन गढीको गढी खाल्टो बनाएर
अभिषेक तिम्रो फिलिङ्स सुटिङ हुने छ नि के यो ओभर बस्यो होला है आर्मीहरू राजा बस्ने ठाउँ चाहिँ त्यो ए यहाँ पनि एउटा राजा थिए नि होइन यो मनासुरु यो गढेसिमल यो गढेसिमल यो मनासुरु अङ्कल किनकि फिसलिङ बारीको हो नि त यो त धादिङ सिलगढी है उपरदन घडीको यस्तो उक्लिएर जानुपर्दो रहेछ अच्छा मायाटारबाट फिक्सिङ केटाहरू गयो त ऊ केटाहरू त सिधै गयो हामी चाहिँ उपरदन घडीको हेरेर अनि केटाहरू त गयो त यहाँ यस्तो हलो रहेछ हामी उपरदन घडीमा आएको अहिले यहाँ यस्तो हलले जोत्दो रहेछन् सारामा हल पनि जोतेको हो पिछाडि गोड नहालेर होइन यहाँ समाति होइन तान्नु त तान्नु मिल्छ होला नि त्यसलाई नि यो चाहिँ उनी पर्छ इच्छा कामना पर्यो यहाँ चाहिँ यहाँ तल यस्तो यो तल यसरी चाहिँ तलै पर्छ कालिकै पर्छ यो तलको पनि पुरै यो कता चाहिँ अरे त्यो भिरमा बाघ त आउँदैन होला नि 2-3 किलोको हामीलाई 2-3 हजार पर्छ अरू आइहाल्छ उपरदन गाडीको र हामी उपरदन गाडी जान लागेको अहिले हामी कहाँ कति यहाँ कति 1 किलोमिटर 1 किलोमिटर जम्मा 1 किलोमिटर हो त्यही है त्यही जग्गा हामी त्यो माथिको हो सुदूरपछि हाम्रो खोला एकीकरण नेपाल एकीकरण गर्ने बेलामा चाहिँ पृथ्वीनारायण शाह लगायत बहादुर शाहहरू आएर बसेको ठाउँ थियो किल्ला त्यसैले यहाँ चितवनको उपरदन गढी किल्ला आजको हाम्रो आजको जाता र हाम्रो बुझा रोमन भाइ बिहान भेटेको सन्जोगले भेट्यो ल अङ्कल भनेर आज भाइ लिएर आएका हुन् देखाउनुलाई ल हाम्रो भाइ नै हुनुहुन्छ अर्को यता आउनु उता लड्ला कतै कतै मैले कम देखाउँछु भनेर भाइले बेचेर अर्को खोजेर लिएर खान्छ बढी देखाउनुलाई ल म कुरा गर्छु पर्ने यो सेतो चाहिँ अरू चाहिँ काम छैन यो दुध गर्ने हेर्न हरठ गरेको हेलो पुन्डोरो है पुन्डोरो यहाँ माम खायो यहाँ माना कोडा लोकाइ काउडिया काउडिया काउडे 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 काउडी आयो 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 खाइ दिला गर्दो खसिरहेको फेरि भाइ औ बुढो खाना हो तब खसी ढाल्यो कि फेरि एउटा आज तब ढालेर खानु पर्यो नि त उसँग 3टा खसी ढालेको थिएँ मैले गाह्रो फर्मबाट देखियो बढेर बसेर खाने बेला यस्तो हुन पर्छ बस्नु एकछिन ए सुन्नु हुन्छ
औषधी दिएको छैन होला बेलुका जाने पेज त साह्रो छ हजुर त्यो त फाल्नु पर्यो आजै फाल्नु पर्छ होला यसैले पिर पारेको छ मलाई त्यसैले खुट्टा सोध्यो अर्को हप्ता त अर्को ठाउँ त कहाँ हुँदैन खै अब कस्तो हुन्छ सास फेर्न गाह्रो भयो भने त अब अस्तिको इन्फेक्सन हुन्छ क्या फेरि ए अस्ति भर्खर निकाल्छ झ्याप पनि निकाल्दैन एक हप्ता त भयो ल अब टोयलेट पनि हुन्छ उम्, पिसाब पनि हुन्छ पुरै काटिएर आउँछ कि पिसाब यो क्यारा पानी थ्याउजियो क्यारा पानी थ्याउजियो पिसाब पुरा खनास हुन्न बुवालाई दबाई खान बिग्रो हजुर खाना खाएर खाने दबाई ए खाना खाएर खाने दबाई छ अँ ए अब लैदिन्छ ल बाबु लैदियो बुवालाई औषधि छ अरे 3 थरी औषधि खानु छ खाना खाएर खाना खाएर ए बिहान 1 थरी अँ 8 बजे त 1 थरी अँ खाना खाएर 3टा अँ अनि 3 बजे 3टा अँ सम्झिँदै तपाईँ त खाना खाएर 3टा औषधि आफै खान्छ सम्झन सक्छ सबै छ कि त्यो औषधी त्यही पानी फिउरिन्छ फेरि औषधिले गाह्रो सम्झन त सबै औषधि आफै खानुहुन्छ कुन कुन खाने त्यो औषधी निल्दाखेरि पानी खा त्यहाँ गएर पेटमा त्यस्तो हुन्छ फेरि ल बाबु हिँड्नु त लैदियो औषधि खानु ढिला भयो त्यो त आउँथ्यो भने अब औषधि लिएरै आउँथे यता आउँथ्यो भन्ने नै भएन ल एउटा औषधि खान ल हस् यो पेटमा धेरै नभएर अपनी कमाई का ज्यादा नहीं तो 10% हिस्सा अपने शौक पूरे करने पर जरूर खर्च किया करो। तुम्हारा घर ऐसे ही चलेगा, ज्यादा फर्क नहीं पड़ेगा। जितनी मर्जी दौलत कमा लो, आखिर में तुम्हारे बच्चों को कम ही लगेगा। तुम यहाँ अपनी जिंदगी गुजारने आए हो, अपने साथ नस्लों को पालने का इंतजाम करने नहीं। क्या पता कब सांस बंद हो जाए। आज जैसे तुम अपने गुजरे हुओं को याद नहीं करते, तुम्हें भी कोई याद नहीं करेगा। इस दुनिया में घूमो फिरो, खाओ पियो, फिजूल खर्ची मत करो, लेकिन कम से कम अपने शौक पूरे करो। फॉलो करो ताकि रोज ऐसी बातें सुनो जो तुम्हें जिंदगी जीने का नया नजरिया दें।
पारे भन्नु म एकछिन उठ्दै गएँ के भयो भन्नु गर्थेँ अब आज रगतै भयो अहिले सकिन्छ हेर अब केही न त्यसलाई